हेलो गुड मर्निङ एभ्रिवान। मैले आज पनि फेरि मेरो अर्को मिनी ब्लग लिएर आएको छु। हजुरहरूलाई कस्तो लाग्छ अन्तिमसम्म हेरिदिनु होला। यता चाहिँ मेरो छोरा खेल्दैछ, बिहानै उठेर ज्ञानी भएर खेल्दैछ। त्यस पछाडि हामी किचनतिर लाग्यौँ आमा छोरा। अनि किचनमा गएर थाल भाँडा झिकेर म चाहिँ धुनतिर लागेँ, किनभने म राति थाल भाँडा नधुइकन सुत्छु नि त। अनि बिहान उठेर धुने गर्छु। राति मेरो सानुलाई खाना दिँदा अर्दा ढिलो भइहाल्छ। मेरो सानु सुत्न खोज्छ, त्यस पछाडि म सानुलाई सुताउनतिर लाग्छु। त्यही भएर म राति थाल भाँडा धुन भ्याउँदिनँ अनि बिहान धुने गर्छु। तपाईहरू चाहिँ कतिखेर धुनुहुन्छ भन्दै भन्दै म फेरि पनि खाना बसाउनतिर लागेँ, किनभने म खाना पनि चाँडै बसाउने गर्छु नि त। मेरो सानो छ अनि मेरो सानुलाई भोक लाग्छ भनेर म खाना चाँडै बसाउँछु। बच्चाहरूलाई फेरि टाइममा खाना दिनुपर्छ नि त, भोको सहनु सक्दैन हामीले जस्तो उनीहरूले। त्यही भएर म बिहानै खाना बसाउँछु र पकाएर सानुलाई दिने गर्छु। अनि भन्दै मैले खाना पनि बसाउन लागिसकेँ र खाना पनि बसाएँ। अब त्यस पछाडि तरकारी पनि आलु काटेर पकाउन पनि थालेँ। आलु र सिपिरी पकाउँदैछु भन्दै मैले फेरि बङ्गुरको सुँगुरको मासु पकाउन थालेँ र मेरो